आज चाहिँ मैले न्यू स्टाइलमा सब्जी पकाएको छु है। यसरी चाहिँ मैले कहिले बनाएको थिइनँ। यो चाहिँ भन्नुहुन्छ भने सुँगुरको मासुमा बोडी मिसाएर कि यो बोडी चाहिँ मैले सुकुटीमा चाहिँ मिसाएर खाएको थिएँ हैन, पकाएको थिएँ जे होस् हैन। आज चाहिँ मैले आलै मासु, बुङ्गुरको मासु चाहिँ हिजै ल्याएको थियो अनि हिजो पनि आधी खाइयो अनि बिहान पनि खाइयो अनि अहिले बेलुका पनि थियो कि मतलब काँचै फ्रिजमा राखेको थियो अनि त्यो थोरै थियो अब अनि फेरि त्यो हिजो पनि मासु नै बिहान पनि मासु नै अनि अहिले पनि मासु नै गर्दाखेरि चाहिँ कस्तो अमन भयो जस्तो भयो कि त्यसै खाँदा। अनि अहिले चाहिँ मैले यसो ट्रिक लाग्यो, अब फ्याँक्न पनि लोभ लाग्छ। अहिले त यति महँगो छ नि यो बुङ्गुरको मासु है। अनि यसलाई चाहिँ मैले नयाँ तरिकाले चाहिँ बोडीमा मिसाएर बनाएको कि हेर्दा चाहिँ यस्तो यमी भयो जस्तो देखिरहेछ है। अनि यसमा चाहिँ हल्का ग्रेभी रस पनि लगाइदियो कि यसरी सुक्खा भुट्दाखेरि चाहिँ कस्तो हुन्छ भने नि सुक्खा भुट्दा चाहिँ मसला कस्तो बोडी गुलियो भयो जस्तो लाग्छ कि मलाई चाहिँ यो मासुसँग चाहिँ त्यतिकै आलु हालेर मिसायो भने चाहिँ गुलियो हुँदैन, तर त्यतिकै बोडी के भयो भने चाहिँ गुलियो भयो जस्तो लाग्छ कि मलाई चाहिँ त्यस्तो। त्यो भएर यो आज चाहिँ यो बुङ्गुरको मासुमा मिसाइदिएर बनाएको छु यसरी है। हेर्दा पनि यमी देखिरहेछ। पकाउनु चाहिँ एकदम मेहनत गरेर बनाएको छ है। यसमा है अर्ग्यानिक मसला लगाएर त्यो के बाहिरको मसला हैन, घरमै मसला बनाएर यसरी अर्ग्यानिक मसलाहरू मात्रै लाउँछु। प्याकेटको मैले पहिले पुरा प्याकेटको मसला खान्थेँ कि पहिले म। अब चाहिँ मैले टोटली छाडेको कि त्यो प्याकेटको खानालाई। हातैले बनाएर अदुवा लसुन प्राय अदुवा लसुन खान्छु अनि नर्मल सब्जी पकाउँदा अदुवा लसुन मात्रै हाल्छु। अनि यसरी मासुहरू बनाउँदा चाहिँ जिरा धनियाँ आफै घरमै पिसेर कि यसरी बनाएर लाउँछु। बाहिरको मसला चाहिँ मैले बन्द लाउँछु। पहिले त त्यो मसला छोड्नलाई त मलाई एकदम गाह्रो भएको कि मुख त्यसमै बसेको थियो नि त। टेस्ट त मलाई त्यो जति नै घरको मसला लाउँदा पनि त्यो प्याकेटको नलाइ त चित्तै नबुझ्ने कि त्यस्तो हुन्थ्यो, खानै मिठो लाग्दैन थियो। अहिले चाहिँ बानी भइसक्यो, निकै भइसक्यो हामीले घरकै मसला मात्रै खाएको। प्याकेटको मैले टोटली खान छाडेको है। अब अहिले चाहिँ यही टेस्ट लाग्छ। जे कुरा पनि बानी त हो रहेछ है। आज चाहिँ मैले बोडीमा बुङ्गुरको मासु हालेर बनाइदिएको छु है। कस्तो हुन्छ है, हेर्दाखेरि चाहिँ मिठै देखिएको छ। मिठो पनि होला, पक्कै पनि मेहनत यहाँ धेरै लागेको छ। आई होप मिठो भएन भने मिठो मान्दै खानु पर्ला अब। हजुरहरूले पनि यसरी बनाएर खानुभएको छ भने चाहिँ भन्नु होला है कस्तो हुन्छ टेस्ट। यसरी आलो मासुमा चाहिँ मैले कहिले पनि लाएको थिइनँ है बोडी। सागहरू चाहिँ लाउने हो हैन, बरु साग रायोको साग मिल्छ अनि बरु सोयाबिनहरू मिल्थ्यो। यसरी बोडी चाहिँ मैले आलु मासुमा लाएको थिइनँ। सुकुटीमा चाहिँ यसरी बोडी मिसाएर खाने चलन छ है। आज चाहिँ मैले यसरी फर्स्ट टाइम आलु बुङ्गुरको मासुमा चाहिँ बोडी हालेर बनाइदिएको। एकदम पिरो छ, अकबरी पिसेर हालेको छ, एकदम टक्क परेको छ। चाख्न त चाखेँ, मलाई चाहिँ मिठो लाग्यो। हजुरहरूलाई चाहिँ कस्तो लाग्छ है, यसरी बनाएर खानु होला कहिलेकाहीँ। यति भएपछि दालको काम पनि गऱ्यो नि त है। अनि मासुको त मचपना हुन्छ नि, चिल्लोपना बोसोपना पनि बोसो पनि भएन। यसरी बनाएर खाँदाखेरि चाहिँ खाना पनि सकिने रहेछ कि। ओके, बाई बाई।